हेलो गाइज, आज चाहिँ हामी रक्सोल जाँदैछौँ। हेटौडाबाट मेरो बहिनी दिदी भाइ आउनुभएको छ। त्यही भएर हामी रक्सोल जाँदैछौँ सामानहरू किन्न। अनि हामी भन्सार पुग्यौँ। यहाँ एउटा बहिनीलाई लिन्छौँ हामी। अनि त्यस पछाडि उसलाई लिएर हामी बहिनी आयो। अब मलाई किन ढिलो आएको भनेर गाली गर्यो। त्यसपछि हामी गयौँ रक्सोलतिर। अनि हामी यो जाममा फस्यौँ। त्यस पछाडि ढाला लागेको थियो। अनि हामी चाहिँ ढाला लागेको टाइम धेरै हुन्छ भनेर हामी चाहिँ झरेर हिँडेर जाने भनेर त्यहाँनिर हिँड्दैछौँ। यो चाहिँ ढाला लागेको ट्रेन आएपछि चाहिँ आउने बेलामा चाहिँ यसरी यो बन्द गरिदिन्छ बाटो। अनि हामी हिँडेरै क्रस गऱ्यौँ। त्यसपछि हामी जान्छौँ। अनि मैले भिडियो खिच्न बिर्सेँ। एक ठाउँमा चाहिँ हामी धोती साडीहरू किनेर निस्किन्छौँ। त्यसपछि हामी जान्छौँ रूपबहार, किनकि हामीलाई किन्नु थियो पर्दा, त्यस पछाडि तन्ना। यो सबको लागि चाहिँ यो ठाउँ एकदम राम्रो छ। यहाँ धेरै अप्सनहरू हुन्छ। यहाँनिर फ्रिज कभर, वासिङ मेसिन कभर, एसी कभर, कुसन कभर, यो सेन्टर टेबलको म्याटहरू, फुट म्याटहरू, गलैँचा, दोलाई, एभ्रिथिङ यहाँ एकदमै राम्रो राम्रो पाउँछ। एकदम धेरै अप्सन हुन्छ। छानी लान पाइन्छ र क्वान्टिटी पनि धेरै लिन सकिन्छ यसमा चाहिँ। अनि हामीले चाहिँ यहाँ हामीलाई लिनुपर्ने कुराहरू लियौँ। त्यसपछि उहाँहरूले चिसो खुवाउनु भयो। त्यसपछि ठ्याक्क यो पसल अगाडिको पसलमा जान्छौँ हामी, साडी सङ्गम। त्यहाँनिर चाहिँ रेडिमेड कुर्ताहरू, 3 पिस, 2 पिस, स्कर्ट सेट, अनि त्यस पछाडि साडी, पार्टीवेयर, सबै साडीहरू चाहिँ यहाँ पाउँछ। प्लस यहाँ केटाको कुर्ताहरू पनि पाइन्छ। मिटरवाला कपडाहरू पनि अहिले त एकदम राम्रो राम्रो राख्नु थाल्नुभएको छ। हामीले यहाँ सपिङ गऱ्यौँ। त्यस पछाडि हामी चाहिँ पैसा तिरेर उहाँको यो साडी, उहाँको चाहिँ यो पसलको हाइलाइट गरिदिनु भनेर हामीले हाइलाइट गरिदिएको। त्यसपछि हामी जान्छौँ अर्को बाटोतर्फ। यो पारिपट्टि चाहिँ बाटोमा चुरीहरू, कानकोहरू एकदम धेरै पाउँछ, राम्रो राम्रो। हामीलाई लिनु थिएन। यो बाटोमा कस्तो राम्रो राम्रो ब्यागहरू पनि छ। यो जम्मा 500 रुपियाँ नेपालीको ब्याग हो। हामीले हेऱ्यौँ मात्र, किनेन। अनि त्यस पछाडि हामी गयौँ यो मास्टरजीको पसल भन्ने छ एउटा पूजा पसल, त्यहाँनिर जान्छौँ। त्यहाँ चाहिँ हामीलाई अलिकति सामान किन्नु थियो। किनेर फर्किँदैछु हामी। त्यहाँ चाहिँ टर्च देखेर मैले खिचेँ यो क्याम्प खाट। त्यस पछाडि हामी यो भाडा पसलमा आउँछौँ। मैले इन्डक्सन किन्नु थियो। अनि त्यस पछाडि यो कुकर, स्टिलको कचौराहरू